सबैले भगवत शरणमा परून्, श्रीमद् भागवत गीतालाई अध्ययन अनुसन्धान गरेर आफ्नो जीवनलाई सुखी बनाऊ भन्ने खालको एउटा सन्देशमूलक काम गर्नु भएकोले उहाँ सधैँ समाजको लागि एउटा स्मरण योग्य सत्पात्रको रूपमा प्रतिस्थापित हुनुभएको छ। त्यो उहाँलाई आज धेरै कामहरू अब हामीले उहाँले गरेर जानुभयो, उहाँले हामीलाई नासो छोड्नुभयो। त्यो नासोलाई अब हामीले के गर्ने, हाम्रो सन्ततिलाई यो गीता एउटा नमुनाको भजन मात्रै हो। मैले ज्ञेन्द्र कोइरालालाई के भनेको थिएँ भने भुवनेश्वर गुरुको पनि केही भजनहरू रेकर्ड गरौँ। त्यसो भयो भने उहाँको सम्झना हामीलाई नयाँ पुस्तालाई पनि त्यो सम्झना हुन सक्छ। त्यसकारण केही गरौँ भन्नुभयो भने मैले उहाँले सहजपूर्वक स्वीकार गर्नुभयो र यो कार्यक्रम आयो। एउटा सानो नमुना मात्रै हो, गर्नुपर्ने कामहरू धेरै छन्। हाम्रा दायित्वहरू हामीमाथि धेरै दायित्वहरू छन्। सनातन धर्म संस्कृतिमाथि जसरी अहिले प्रहार भएको छ, त्यो बेलामा हामी हात बाँधेर बस्यौँ भने हाम्रो भविष्य निकै पक्कै पनि असुरक्षित बन्न सक्छ। हामी स्वयं दुखी बन्न सक्छौँ। आज सर्वत्र प्रहार भएको छ।